जय मसी सबैजनालाई फेरि पनि आजको बाइबल अध्ययनमा म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। अनि उत्पत्ति 1 अध्यायको 3 पदमा यसरी लेखिएको छ, अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो र परमेश्वरले उज्यालोलाई हेर्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो, बिहान भयो, पहिलो दिन। अनि परमेश्वरले भन्नुभयो पानीका बीचमा एक क्षेत्र होस् र त्यसले पानीलाई 2 भाग गरोस्। परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो अनि बिहान भयो, दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र उबानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले उबानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।